मेरुदण्डका 33 चरणहरू। मेरुदण्ड शारीरिक संरचना मात्र होइन, जीव विज्ञान मात्र पनि होइन। हजारौं वर्ष पहिले योगीहरूले नक्साङ्कन गरेको ऊर्जा शक्तिको आधार हो। प्राचीन हिन्दू ग्रन्थहरूमा मेरुदण्ड केवल हड्डी मात्र थिएन, यो एउटा ऊर्जा शक्तिको आधार थियो। 33 चरणमा प्रत्येक चरण ऊर्जाको केन्द्र मानिन्छ। प्रत्येक चरणको ढोकाले नयाँ ऊर्जा शक्तिको अनुभूति गराउँदछ। योगीहरूले यसलाई कुण्डलिनी भनेर भनेका छन्, जहाँ मूल आधारमा घुम्रेर बसेको सर्प जस्तो अनुभूति हुने गर्दछ। जब यो माथि उठ्दछ, मेरुदण्डको 33 चरणहरू पार गर्दै ऊर्जा शक्तिका केन्द्रहरू एक एक गर्दै जागृत हुन्छन्। एकपछि अर्को चरण पार गर्दै ऊर्जा शक्तिको धारा माथितिर सर्छ। मानिसको भौतिक अस्तित्वबाट इच्छाबाट परिकल्पनामा हुँदै 33औं शीर्ष चरणमा पुग्दछ, जहाँ शरीर र आत्मा प्रकाशमा विलय हुन्छ। मेरुदण्डका 33 हड्डीहरू हुने गर्दछ। यसलाई संयोग वा विश्वास, विज्ञान वा मिथ्या, तपाईलाई के लाग्दछ? तपाईको शरीर, ऊर्जा शक्ति, आत्माको मार्ग वा तपाईभित्र पर्खिरहेको रहस्य?